हेलो हाउरी के छ हामी दाजुभाइ हुन्छ बाउ छोरी हेर्दैछु मुक्ति त देख्दैछु हामी चाहिँ दाजुभाइ हामी दाजुभाइ हो के बा छोड्दिनु न भने यतरी मलाई बाले हेर्नु न कोहीसँग काहीँ जाने दिदैन यसो टसम्म गर्न दिदैन हाम्रै छोरी यस्तो मान्छेसँग गयो भने के हुन्छ जे हुन्छ राम्रै हुन्छ पर्दैन के बा हेर आउँसी पुणेमा एकै दिन ए होइन के बा मेरो दाइ हो के उहाँ हैन म दाइसँग एउटा टिकटक गर्नु छ मलाई सुन्नु न बाउ छोरीको झगडा हेर्नु न बा भिलेन हो के मलाई त ह्यान्डसम केटा देख्नै नहुने बाउ छोरीको झगडा हजुर आदरणीय हेर्नुहोस् यहाँ बाउले मलाई छोड्दैन है हात समातेर भर्खर हामी दाजुभाइ नि है भिलेन बन्न बिचमा भिलेन बन्न आइसक्नु भयो है अगाडि केटी आउनै भएन भने अब म बस्ने हेर्ने मुखले भन्नु यो तुतुनीले चाहिँ हामीलाई छुट्याउँछ अरे हेलो ए हामी बाउ छोरी सबै आउनलाई मारे यार भिडियो बनाइदिनु भिलेन हुनुहुन्छ है यहाँ छोड्नु भएन हामी दाजु के भन्नु लु हामी दाजुबहिनी बल्ल सँगै हुन पायौँ भन्नु मलाई यहाँ छुट्याउनु खोज्नु हुँदैछ है म माथि अन्याय हुँदैछ यहाँ मेरो सुटिङ रेडी गर सुटिङ रेडी सुटिङ ल खिच्यो अन्त खिच्यो नि त किन हक्न लाग्यो तपाईँ यार हक्न लाग्यो भन्नुहुन्छ त नेचुरली हक्न भइगयो फोकस आउट भयो आउनै लाग्थ्यो यार रोक्दिनु के टोइलेट अँ हुन सक्छ है हाम्रो नेपालको तर्सिदिरो भनेर भन्न नमिल्ला हजुर यस्तो जिन्दगी झोले जिन्दगी अर्को टोपी चाहिँ छड्के छ है भनेपछि यहाँ कुरो हेलो नयाँ हेरो नि हाउ आर यु मैले बिर्सेर गाटो पे हमनै पताएका त बाई बाई गरेका त हेलो भनेको हेलो हो हेलो नेपाली दाजुबहिनी तथा बहिनी तथा दाजुभाइ केटीहरूले मलाई बिजोक बनाउनु भयो पहिले कपाल बनाइदिन्छ पहिले के गरे आउनु चाहिँ एउटा आउँदैन नाफुसँग सिङ्गल बनाइदिन्छन् यस्ता बेला भएन दाइको भर्खर त अब यहाँ काम सिक्दै हुनुहुन्छ काम गर्दा होइन ठुलो मान्छे बनेर ठुलो मान्छेसँग के हो र त्यही गरेर अहिले बेसी थकाउनु नि ओ सर के हो मान्छे यो बौला हो नि राम्रोसँग काम हेलो गाइज हामी अब यहाँ सुटिङमा छौँ यहाँ हाम्रो असर यहाँ हुनुहुन्छ यहाँ अहिले म कता जाउँ घर जाउँ भन्न राख्नु भयो म यहाँ बस्दिनँ यो सुटिङ झाउ लागिसक्यो म घर जान्छु अब यहाँ बस्दिनँ भन्न राख्नु हुन्छ हेर्नुहोस् कसको ब्याट्री झोलामा छ झोलामा त्यो क्यामेराको झोलामा त्यसको ब्याट्री त यहाँ छ यहाँ छ ल हामी हिँड्दैछौँ यहाँ ए मेरी मायालु नो इन विस्पेस छैन यहाँ छ हो क्यामेरा ब्याट्री चार्ज गर्ने चाहिँ कहाँ चार्ज गर्ने चार्ज मेरो कानमा फाइनल्ली हामी छोरी बेबी हुन्छ छोरी बेबीले मलाई हेलो अब छोरो बेबी छोरा छोरी सबै हो यहाँ ए बाउ बिचमा नआउ भात खान आऊ भन्न ए बाउ बिचमा नआउ भात खान आऊ भन्नु भात पाकेको छ हामी दाजु बहिनीको बिचमा आएर फेरि मलाई यसरी भनेको भए त म आत्महत्या गर्थेँ होला यार मलाई बिजोक बनाउँछ नि यार जसले पनि बिजोक रमाइलो है जसले पनि बिजोक बनाउँछ खोइ ब्याट्री छ उहाँले त मलाई बेबी भनिसक्नु पाच्छ आफू पाच्ने त्यहाँ पछि गयो है पेट दुख्यो भने होइन मैले कतिखेर पेट दुख्यो भने ओइ मैले पेट दुख्यो भने कति खोज्नुहुन्छ कि यार यो दाइ तपाईँलाई पापी कस्तो पापी हो र कति नै आइफोन देखाउनु भयो नि यहाँ आमै के हेर्नु आइफोन छोराको आइफोनमा हेरेर 2 शब्द बोल्दिनु न के सामने मुटु के पास यहाँ फेरि राजेश हमालजीको छुट्टै स्थान छ च्याटले ढुक्काले टुपी होला दाइ के छ खबर मेरो बेठिक छ तिमी आइनु चर्चे मासु खान नि पाइएन चुवासे मासु खान पाएन ग्रेभी तिमीलाई खान पाइएन मासु मैले खान पाइनँ
मासु मैले खान पाइनँ भोलिपल्ट उठेर घुम्न जान पाइनँ त्यस्तै त्यस्तै यहाँ हाम्रो के अरे मलाई ल्याइदियो भने होइन बटरफ्लाई यता हेर्दै त बोल्न त मलाई दुध ल्याइदियो भने होइन केदार राईको बटरफ्लाई दाइ म ए तपाईँ चाहिँ केटा हो कि केटी चाहियो उहाँलाई के गर्ने राजसर के गर्नु नाचौँ नाच्दिनँ म ओहो हाम्रो यो भिलेज यार खतरा छ नि त ल उतै जाउँ ए छिटो हानु न यहाँ कलाकार आउनु लागिसक्यो हजुर यहाँ अर्को सुटिङ छ नि त यहाँ त्यो दुइटा क्यामेरा आएको नयाँ क्यामेरा आउँछ दुइटा उही छ उता फर्किरहेको त्यो ल हाम्रो आज राजा सर नयाँ क्यामेराम्यान हुनुहुन्छ उहाँ दौडिसक्नु भएको छ क्यामेरा बोकेर अब कसरी के सुटिङ गर्ने भनेर ट्राई गर्दै हुनुहुन्छ र अनि के भनौँ भइरहेछ कोलुल लगाएको छ आज उतै भित्रै रे अर्को क्यामेरा यहाँ छ भाग्यमानी हो नि त यार भाग्यमानी बुम आएर बुम कसले ल्यायो